कुन बजार हो दाजु? अब चौतारा हामी छिरो होइन ठ्याक्कै चौतारा बजार हो। साँगाचोक गरी यो 5 नम्बरवटा कार्यालय हो। चौतारा पनि छिर्यो। अब यहाँबाट हाम्रो आफ्नो काम गरेर खाना बनाउने ठाउँ खोजेर खाना खान जान्छौँ होइन। हो। एउटा कागज लिएर सुकाउनु। आएन ले आउनु पर्ने भयो। पाते सुद्धा खानेवाला हो क्या हो? हो? रेडी भिडियो दिन हाल्ने। दामी छ कमाल दामी। हस्पिटल भयो होइन, यो बजार भयो होइन, एकदम ठिक छ। बसमा त धोस्ती छ यार। हामी बिहान काठमाडौँबाट हिँडेको 6 बजेको सायद भने हामी 8 कति बजी आइपुग्यो? हिँडे 7 बजे है। 7 बजे हिँडेर ल ठिक छ। कालिम्चोक होइन पलाञ्चोक भगवतीको नि गएर हामी चौतारामा काम गरेर खानासाना बनाएर अब यहाँ चौताराबाट हामी प्रस्थान गर्दैछौँ। गाडी चार्ज पनि गर्नुपर्छ, हाम्रो इलेक्ट्रिक गाडी हो यसरी छ।
चौतारा यतापट्टि साइडको मन्दिर मेन चौतारा यही त हो नि यही हो बस पार्क चौतारा बस पार्क अघिल्लोपट्टि नि अर्को बस पार्क छ त्यो के भन्छ अदालत भएको ठाउँ यही हो अदालतहरू सरकारी कार्यालयहरू भएको ठाउँ चाहिँ के चौताराको एउटा राम्रो चाहिँ के लाग्यो भनेदेखि वान वे बनाइदिएर रहन्छ क्या अहिलेसम्म पनि हो गाह्रो हुन्छ कहाँ के गर्ने भन्ने होइन चौतारा बजार त्यही हो हामी उलिँदैछौँ त्यस रमाइलो छ चौतारामा यत्रो बजार होला भनेर सोचेको थियो त मैले चाहिँ सोचेको थिइनँ यस्तो चाहिँ ठुलै छ भनेर बच्चादेखि सुनिरहेको चौतारा चौतारा भनेर अङ्कल अब चाहिँ अब थिएन आइयो जस्तो राम्रो लाग्यो चौताराको अल्टिट्युड चाहिँ त्यही 1500को हाराहारी रहेछ 1500 तल माथि 14 हावापानी चाहिँ मौसम चाहिँ काठमाडौँ जस्तै लाग्यो 1400 देखि 1500 को मिटरमा रहेछ अल्टिट्युड चाहिँ ठ्याक्क काठमाडौँको मान्छेले चाहिँ ठिक हुने रहेछ एकदमै यताबाट बोलेफी जाने बाटो हामी सर्टकट बाटो झर्दैछौँ हामी चौताराबाट बोलेफी जानलाई चरीकोट जानको लागि चाहिँ सर्टकट बाटो चरीकोट जानलाई सर्टकट बाटो बोलेफीबाट चौताराबाट बोलेफी हुँदै चरीकोट अनि बाटो यहाँ चाहिँ अलिकति अफरोड रहेछ होइन अन्त अर्को बाटो पनि थियो कता बाटो रे के अरे त्यो के भने अर्को उता दयाल घाटतिर बाटो के देउथान कि के थाहा त्यस्तै के नाम थियो देउथानको सायद पिपलको बोट थियो त्यस्तै कता थियो त्यहाँबाट थियो तर हामी यो बाटो सर्टकट भनेर आयो त्यहाँबाट बलेफी ओरिन्छ भनेर ठाउँको नाम चौताराबाट अलिकति मुनतिर अलिकति अफ रोडतिर बाटो त कच्ची रहेछ होइन बाटो अलिक कच्ची पिच भेट्यो कच्ची रोड होइन पिच रोडको आशा पिच रोड आउँदैछ पिचतिर आउँदैछ अब आइपुग्यो पिच रोड लो पिचायो दामी बाटो छ अब दामी बाटो आयो एकैछिन चाहिँ अफ रोड रहेछ कति 1 किलोमिटर होला अफ रोड त्यस्तै 1 किलोमिटर जति चाहिँ अफ रोड रहेछ त्यसपछि चाहिँ कहाँसम्म पिच छ थाहा छैन कासम टिचा हो ठेगान अन्यलमा हामी होइन त अब चाहिँ मोबाइल दामी छ भाइ बहिनीहरूको स्कुल छुट्टी भएको छ ठ्याक्कै भोलि शनिबार अनि पर्सि आइतबार 2 दिन बिता होइन त आज शनिबार अब हामी चाहिँ प्लान बनाउँदै गएका छौँ अब अहिले हामी चौताराबाट चरीकोट जाने प्लानमा छ अब चरीकोटसम्म पुग्छ पुग्दैन बिचमा जहाँ पुग्छ त्यहीँ बसिन्छ पुरै खिच्यो दामी खिच्छ त भाइलाई यो चाहिँ दामी ठाउँ आइपुग्यो हामी ल तल पनि मकै हरियाली है कति राम्रो मासु मकै हरियाली त्यहाँ इन्द्रियण पढेको हो र नि त्यहाँ रेन्बो पनि रहेछ ल एकदम राम्रो ठाउँ रहेछ यो बवाल ठाउँ कृषि प्रधान देशको जस्तो झल्को आउँछ यता यतापट्टि अरू भन्दा नि हाम्रो काठमाडौँतिर त अरू दुईतिर मकैबारी बिचमा दामी पिच बाटो है पिच बाटोहरू दामी छ मोबाइल देखाएको छ अलिकति अलि 1 महिनापछि अन्त मकै कराक्कै बनाउनु मिल्दो रहेछ मकै पोल्दै खाँदै हिँड्दै गरे नि हुन्छ सही फेरि अफ रोडको यात्रा सुरु भएको छ फेरि बाटो बिग्रियो नि त बोलेफी जाने बाटोमा बिग्रेको चाहिँ छैन यो त यतिको ठिकै अरू पनि पिच गराएको रेन्बो रेन्बो उकालोको लागि त्यो बाटो झन् दामी किनभने हिलो पनि हुँदैन ढुङ्गा दामी छ कस्तो मजाले छापेर बाटो अफरोड पनि सक्यो एकैछिनमा यही परे जस्तो देखियो कस्तो दाम दियो बाटो पनि फेरि पिच रोड आएको छ आएर फेरि यहाँ चाहिँ ढलान फेरि ढला फेरिमा बाटो छ
जस्तै भेन्ड्रामेले गर्दाखेरि हामी बाटो आइपुग्यो आइपुग्यो। है जब चाहिँ बाटो बिग्रिएको छ दाउता हुँदै तर खासै बाटो बिग्रिएको पनि छैन नराम्रो पनि छैन मजाले सानो गाडी पनि जाने बाटो रहेछ बेबी गाडी त आएको छ होइन हो। त्यति राम्रो छ गाडी पनि धेरै नबढ्ने ठाउँमा छ त्यो समय एउटा गाडी आएको छ भने त्यसरी शान्त एकान्त। पुरै शान्त रोड रोडको नामै शान्त रोड हामी लगभग तल आइपुग्यो क्या अब हामी ठ्याक्कै 0 पोइन्टमा लाग्यो तल जिरो भन्दा नि अर्नीको हाइवे आइपुग्नु लाग्यो जसलाई होइन त अर्नीको हाइवे नै हो यो। यो त कहाँ अर्नीको हाइवे हुन्छ होइन अगाडि देखिने। हामी तल त्यो बलेसी निस्किने अर्नीको हाइवे बाटो चाहिँ धेरै राम्रो रहेछ ल यो राम्रो बाटो, चिलिक्क बाटो, खाली बाटो खाली बाटो, पिच रोड बाटो, सिस्टमेटिक बाटो, शान्त रोड शान्त रोड। यहाँ पानी बग्ने कुलो पनि छ नि फेरि बाटोको छेउमा होइन त दाइ? छ बाटो राम्रो छ तल बाटो पुगेपछि झन् यो कुन खोला चाहिँ आइपुगेको छैन जसलाई हामी अर्नीको हाइवे त होइन जस्तो लाग्यो जस्तो लाग्यो कहाँ आइपुग्यो हामी यो कुन ठाउँ हो यो अब यहाँबाट चाहिँ यो अपलोड सुरु भयो जस्तो लाग्यो माथि भने अनुसार चाहिँ यो पुलको नाम चाहिँ के हो थाहा भएन कुन चाहिँ लास्टै पुरानो पुल रहेछ अनामनगर भन्ने त ठाउँ हुन्छ अरे अङ्कल? हो हो, नामै नभएको अनाम। ठुलै रहेछ त्यहाँबाट कुन खोला हो यार जङ्गे पुल आयो जङ्गे पुल जङ्गे पुल। जङ्गबहादुरको पालाको पुल जङ्गे पुल हेर त खोला त ठुलो छ दामी छ त यार कुन खोला रहेछ यो? कुन खोला हो यो सुन्दैछु हो र होइन नि सुन्दैछु होइन जस्तो लाग्यो बलेफी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ ल हामी बलेफी आइपुग्यौँ यताबाट के अरे साना चौक गढी चौतारा दो बाटो आउँदो रहेछ। दो बाटो भन्दा एक्चुअली 3 बाटो आउँदो रहेछ। यता एउटा, यो एउटा अनि यो एउटा होइन। मुनिको बाटो चाहिँ राइट ह्यान्ड साइड मुनिको बाटो चाहिँ बलेखी निस्किने होइन त दाजु? बाटो चाहिँ यहाँबाट चाहिँ अलिकति पक्राम पक्राम पर्छ पुल क्रस गरिसकेपछि चाहिँ बाटो के छ? अफ रोड तर पेलेको स्मुथ बाटो छ। यस्तो ठुल्ठुलो गाडीहरू पनि चल्दो रहेछ है। बाटो त धेरै ठुलो छ नि बाटो ठुलो छ, पिच रोड नभए पनि पेलेको बाटो छ अनि बाटो बन्दैछ। तर बाटो चाहिँ राम्रो छ है तर बाटो चाहिँ राम्रो छ, स्टिल राम्रो। त्यसलाई नराम्रो बाटो भन्न मिल्दैन। अलिक पानी पऱ्यो भने चाहिँ त्यो होला। पानी परे पनि खासै के फरक On an average normal day, you can say that it's a good road. तर अलिकति हिलो पनि रहेछ है। प्रपर अफ रोड
अब चाहिँ बल्ल रफरोड आयो दाइ कस्तो लागिरहेछ ठिकै लागिरहेछ त्यतिमा त हाम्रो गाडीले टेन्सन छैन अलिकति ग्राउन्ड क्लियरेन्स कम भएकोले चाहिँ गाह्रो हो एकछिन मात्रै अफरोड रहेछ 150 मिटर जति 150 देखि 200 मिटर जति अब फेरि पिच रोड टाउको गर्ने सिस्टम भइरहेछ तर बाटो चाहिँ त्यो अलिकति हुने थियो है सानो अलिकति सानो बाटो थियो साइड दिनुपर्ने त्यहाँबाट तान्नु पर्छ सरसफाइ कार्यक्रम पनि चलिरहेको रहेछ पिच गर्नु हो बाटो सरसफाइ त के हुन्छ अरे पिच गर्नलाई सरसफाइ ठुलो उडान पऱ्यो नि त पिच गर्न टाल्नु पऱ्यो अर्नीको हाइवे आइपुगिसक्यो ए ल न फोन गर्दा गर्दै थाहा भयो नि त कतिखेर आइपुग्यो अर्नीको हाइवे पुगिसकेपछि त दामी छ नि बाटो अहिले धेरै बाटो कभर गऱ्यौँ नि यता दोलाल घाटबाट माथि यहाँ आइपुग्नेसम्म सबै बाटो कभर गरिनौँ त कति होला 10-15 किलोमिटर दोलाल घाटबाट हामी उता साङ्गाचोक गऱ्यौँ हुँदै चौतारा पुग्यो चौताराबाट चाहिँ अब हामी साङ्गाचोक दोलाल घाट नझरिकन बलिपी झरेर सर्टकट भनौँ न सर्टकट बाटो झरेर यता बलिपी आइपुगेर राम्रो डिस्टेन्स कभर गरेको छ अब अहिलेसम्म हामीले घरबाट हिँडेदेखि 141 किलोमिटर कभर गर्यो 141 kilometers and the has been covered till now. अब हामी खाडी चौर आइपुगेका छौँ सिधा भन्छ तातो पानी नाका के नाका केरला कि केरुङ के भन्छ तातो पानी भन्छ यार त्यहाँ के केरुङ केरा के भन्छ अङ्कल केरुङ केरुङ तातो पानीको केरुङ नाका केरुङ नाका हो सिधा गयो भने छ यो ठुलो बजार हो यहाँबाट दाहिना जानिन्छ होइन पुल क्रस गरेपछि चाहिँ हामी दोलखा जिल्लाको लागि चरीकोको लागि जान्छ माथि पुगेपछि चाहिँ हामी दोलखा जिल्ला आउँछ खाडी चौर होइन हो यो खाडी चौर बजार यो गाडी पनि त्यतै जाँदो रहेछ एउटा टेस्ला रहेछ नि त्यसलाई लेख्दा डायोनको हो डायोनको टेस्ला रहेछ सिधा गयो भने चाहिँ हामी तातो पानी चाइना नाका पुग्छ भने हामी यताबाट गाडी चौरबाट क्रस गरेर सुनकेसी जय सुनकेसीमा कटेपछि पाङ्गेटार आएको छ पाङ्गेटार गाउँपालिका हो यहाँबाट हामी उक्ल्यो सुनकोशी गाउँपालिका होइन पाङ्गेटार हामी यहाँबाट उक्ल्यो भाइ आलु छैन आलु ठक्क मुरीमा गएर आलु किन्ने अब त्यहाँकै आलु पायो भने चाहिँ लिएर अनि त्यस ठक्क आज बेलुका चाहिँ आलु
पनि फ्राई गरेर खानु पऱ्यो होइन त होइन तर च्वाचे चाहिँ खानुपर्छ भाइ आज बेलुकाको खाना चाहिँ मुडेको आलु लगाएर च्वाचेमा हालेर अङ्कल च्वाचेमा मुडेको आलु हालेर कपाल तरिकाले बनाएर खानुपर्छ सुराचेमा मिठो हुन्छ त मुडेको आलु भइहाल्छ नि आलु केमा फिट हुँदैन जेमा फिट हुन्छ आलु आलु चाहिँ पिटिन्छ फिट हुन्छ तरकारीहरूको राजा आलु हुन्छ खसीको मासु पनि आलु हाल्छ जेमा पनि हुन्छ तर होइन च्वाचे पहिला झिक्ने मलाई थाहा छ बनाउनु 2 थरी बनाउने के मलाई थाहा छ अङ्कलले अघि बनाएको दामी मिठो थियो ल एउटा आलु हालेर एउटा आलु नहालेर अङ्कल के खिच भने हामी गरिरहेको छ डाँडाको ओचै खोज ओइ के हो सुनकोसी स्वारा रहेछ स्वारा स्वारा पुग्यो स्वारा ठाउँको नाम चाहिँ स्वारा लेखेको छ वेलकम टु स्वारा हामी मुनि नजिकै पुगेका छौँ बाटोको अवस्था एकदमै राम्रो मुनि गएर आलु खाने हाम्रो चाहना शङ्कु पाखर गाउँपालिका शङ्कु पाखर गाउँपालिका पुग्यो सुनकोशी गाउँपालिका छ बाटोको अवस्था चाहिँ बवाल छ राम्रो छ नि बाटो अर्नीको हाइवे हो त नि होइन यो अनिको यो होइन लामो साङ्गो जिरी हो ए अनिको त्यो खानबारी छ नि अँ त्यहाँबाट आएको छ अब त लास्टै चिसो हुन थाल्यो त हो न त अलिकति सरै डाँडा आइपुग्दा 3 किलोमिटरमा3 हामी किलोमिटरमा हामी सरे डाँडा आइपुग्छौँ होइन घाम पनि जुलुक्क आयो साँझको घाम एकदमै रोमाञ्चक मौसम होइन त राम्रो छ राम्रो छ बाटो राम्रो छ बाटो पनि राम्रो मौसम पनि राम्रो गाडीभित्रको मान्छेहरू पनि राम्रो छन् अनि हाम्रो मुड पनि राम्रो छ सरी डाँडातिर आइपुग्दा त्यहाँबाट हामी सिनेमेटिकमा हो कि केमा हो यो? हजुर
अफ रोड रहेछ होइन दाजु? त्यसलाई अफ रोड पनि भन्न मिलेन, त्यसलाई ग्राभिल रोड भन्छ। ग्राभल रोड, पेलेको बाटो, स्मुथ। ट्रक फेरि आइपुग्यो, पिच रोड आयो। साइड दिन्छ अब हामीले पनि साइड दियौँ। अब हामी कुन ठाउँ आइपुग्यो? सरी ढुङ्गा जस्तो लाग्छ। अङ्कल हजुर एक साइड दे एक साइड ले होइन त? हो। हामी फेरि माथि आइपुग्यौँ। ल, एकदम हाइटमा चिसो सिरोटो आउने दाइ यहाँ त चिया खानै पर्छ दाइ। चिया चाहिँ खाइदिनु हो। यसलाई चिया भन्छ खाइदिउँ। मुडे ल, बजार। मुडे बजार आयौँ हामी। मुडे बजार आइपुग्यो है। बस मुडेमा चिया ल बवाल रहेछ नि त मुडे बजार। ल, ठिक छ, अब त्यतिखेर गाडी पार्क गरौँ है। भ्यू देख्ने ठाउँ उतापट्टि हेर्ने ठाउँमा चाहिँ देख्ने ठाउँमा चाहिँ है। गाडी चाहिँ यतातिर पार्क गरौँ। चिसो चिसो चिसो। होइन अङ्कल? तपाईँ हाइट चाहिँ पुरा स्वर्गद्वारै पुरा जस्तो रहेछ यहाँ। चिया पसल खोजौँ। मुडीको चिसोमा बसेर हामी चाहिँ चट्टला र तातो चिया अनि तातो आलु अनि बवाल छ। चिसोमा त चिया त बवालै हो। ठिक छ नि बिची चिया। प्रवेश गरौँ। हामी दोलखा जिल्ला प्रवेश गरेका छौँ। हिमाल हेर भाइ खतरा। दोलखा जिल्ला प्रवेश गर्न साथ हिमालको मनोरम दृश्य दृश्य एकछिन अगाडिबाट क्लियर हुन्छ। हामी देखेको चाहिँ दामी लालीगुराँस पार गरे अब त्यतातिर तलतिर छ नि यहाँ चाहिँ एउटा चलिपुटी जान्छ। अब मुडे ढुङ्गा आउन आयो। खैरढुङ्गा पुग्न लाग्यो हामी। ल दामी मनोरम दृश्य रहेछ। हिमालमा हिउँ परेको हो कि जस्तो लाग्छ पाहाडमा। कुनै सबै जस्ताले मारेको पसलहरू कति राम्रो देखाएको छ है। ओहो डाँडाकै टुप्पोमा आइपुगेछ त। पुरै माथि नि हिमालहरू हेर कस्तो खतरा देखेको छ। यहाँ हेरेर यतापट्टि अब अगाडि देखिन्छ। अगाडिको दृश्य अझै धेरै मनोरम। खरिढुङ्गाको दृश्य बवाल। सनलाइट हेर त्यो लाइट पनि कति दामी छ र त्यो लाइट सनलाइटको खरिढुङ्गाबाट चाहिँ डुब्न आँटेको सूर्यको लाइट। यतापट्टि हेरौँ ल। यो अगाडि देखिने चाहिँ खरिढुङ्गा। कोट प्यान्ट साथै भोज खाने। खाइदिनु नि बनाएको छ। बादल हेर न बादल हामी त मुनि बादल छ हेर त। बादल आकाशमै आएको जस्तो भयो। एकैछिनै दे। हामी दामी ठाउँमा आएको छौँ। दामी ठाउँमा। ठाउँको नाम के अरे? खरिढुङ्गा। यतातिर हेरौँ न यतातिर बादल यतातिर बादल पारी उतातिर फेरि जोडीहरू छन् दुला दुलैहरू। माथि यतातिर हिमालय। त्यो सूर्यको एक चिप्लो जूम गरेर
यहाँबाट चाहिँ चरीकोट बजार पनि देखिन्छ। चरीकोट बजार हाम्रो चाहिँ खरीढुङ्गा भिलेज रिजोर्टमा आजको यो डबल बेड उता पनि छ 1200 पाएको छौँ। अब हामीले यहीँ चाहिँ खाना बनाएर काहीँ तर्खरमा छौँ होइन अङ्कल? आज बेलुका चाहिँ अब के खानामा के छ? आज मुडेको आलु र च्याउ। ठिक छ नि त? अरू सब ठिक छ? जिउ ज्यान थाक्या भएर अलि 2-3 थरी नबनाएको एउटै बनाएको। सुर्केर बस्नुपर्छ नि। चिसो ठाउँको आलु मिठो हुन्छ। दिनभरिको यात्रा कस्तो छ र आज? एकदम रमाइलो। अहिले हामी कुन ठाउँमा छौँ? थकान मात्रै लागेको हो। खोर्सानीको हामी अहिले मुम्बईभन्दा अलिकति माथि खरीढुङ्गा। मैले आगो बाले चिसो छ है एकदमै। ठिक छ ल, हाम्रो यस्तो चाहिँ सेटअप छ। यहाँको होटलको दाइले बस्न दिनु त्यहीँ खानु भन्ने कुरा दिनुभयो, एकदमै खुसी लाग्यो। ल अब हाम्रो तरकारी भात यहीँ भएको चाहिँ यहीँ खान्छ हामी। यति इन्डियामा कति गर्मी छ?